मधुबन नगरपालिकामा रहेको सरस्वती आधारभूत विद्यालय पत्तरबोजीमा यहाँको प्राध्यापक शिक्षक यस विद्यालयका व्यवस्थापन समितिको निर्णय अनुसार सुरुवात गरिएको उर्फान किड्स अरूलाई होस्टेलको व्यवस्था गर्नुभएको छ। टुहुरा बालबालिकाको लागि यो होस्टेल पुरानो बिल्डिङमा होस्टेल बनाएको छ। आज हाम्रो यहाँ सानो आज आर्ट वर्कसप भइरहेको छ। Look, I have also painting like this. और विदेशी मैम मेरो साथी फ्रम होल्यान्ड मिकाले आज हाम्रो यहाँ आर्ट वर्कसप गराउनु भएको छ बच्चाहरूलाई। एकदमै केटाकेटीहरू धेरै ह्याप्पी छन्। We are doing a painting class here in Orphans House in Pottraboji, and I love to see the children making their own personal painting first time on canvas. So that's how it starts, you know, and I like to see that they enjoy. So I hope after 2 hours we have a full wall of beautiful paintings, and then we can make some music. Yeah, excellent. That's great. Okay? Thank you very much. Here I have some. Do you maybe you like some? You like this? यिनी सबै बालबालिकाहरू ओर्फान हुन्। Oh, that will be good. पुरा बालबालिकाहरू कतिजना छन् बच्चाहरू यहाँ? यसो पुरा बच्चाहरू कतिजना छन्? यस विद्यालयमा 35 जना बालबालिकाहरू पुरा बालबालिकाहरूलाई यस विद्यालयले होस्टेलको व्यवस्था गरेको छ। यी सबै बालबालिकाहरू पुरा बालबालिका हुन्। कक्षा 1 देखि कक्षा 7 सम्म यो विद्यालयमा पढाइ भइरहेको छ। एकदमै अनुशासित, एकदमै रेस्पेक्टफुल बच्चाहरू मैले पाएँ यस विद्यालयमा। विद्यालयका शिक्षक व्यवस्थापन समितिले धेरै उदाहरणीय काम गर्नुभएको छ। एकदमै परोपकारी काम गर्नुभएको छ। होस्टेल विद्यार्थीहरूको रुम बेडहरू यहाँ रहेको छ। New sheets, pillows, mattresses. That's new. Yesterday they brought these cupboards with 12 spaces inside. But you see how much more they need. Painting the walls, new curtains to have a fresh living area, living space. So we need much more money, goods, whatever. This is just the beginning, and this is what we could achieve for now. Thank you all. उहाँ विदेशीले धेरै सहयोग गर्नुभएको छ। हिजो भर्खरै मात्रै यो कपबोर्ड दराज नयाँ दराज बच्चाहरूको कपडा राख्नलाई हिजो मात्रै यहाँ डेलिभरी गर्नुभएको छ। त्यसै गरी यहाँ बिस्ताराको
बेडहरू पनि Dit zijn dus de kasten. Je hebt ze gezien. Ja, daar, die andere kamer trok ik er eentje open en dat kwam, zat helemaal gesloten. तिम्रो नाम के हो? हो तिमी कति कक्षामा पढ्छौ? 6 क्लासमा। अनि तिम्रो आफ्नो घर थाहा छ? कहाँ हो? हो अनि को बुवा मम्मी हुनुहुन्छ कि नै? बुवा हुनुहुन्छ, मम्मी हुनुहुन्न। अनि कति वर्ष भयो तिमी यहाँ आएको? 5 वर्ष। तिमी उमेर 5 वर्ष नै यहाँ आएको कति वर्ष भयो स्कुलमा? 5 वर्ष भइसक्यो। हो कति क्लासदेखि आएको? 2 क्लासदेखि। यहाँ राम्रो लाग्छ? हो ल राम्रो छ हैन, राम्रोसँग पढ्ने है। ल थ्याङ्क यू।